यो हेड हो है, पुरा कम्प्लिट हेड भयो। यो चाहिँ इन्टेक भल्भ बस्ने भाग, यो चाहिँ एक्जस्ट बस्ने भाग। यो डिजलमा चाहिँ यहाँबाट हावामा चाहिँ सक्सन हुन्छ यहाँबाट। पेट्रोल इन्जिनमा चाहिँ के हुन्छ, हावा र पेट्रोल सँगै मिक्स भएर इन्टेक साइडबाट हाम्रो सिलिन्डरमा झर्छ अथवा यहाँनिर आउँछ, पिस्टननिर आउँछ। यो चाहिँ एक्जस्ट भयो। यो चाहिँ नोजलको पोइन्ट हो, यहाँबाट चाहिँ नोजल बाहिर निस्किन्छ। यदि पेट्रोल इन्जिनमा चाहिँ ठ्याक्कै यहाँनिर चाहिँ के हुन्छ, स्पार्किङ प्लग हुन्छ। यो भेल बस्ने भागलाई चाहिँ भेल सिट भनिन्छ है। यो भेल यहाँनिरबाट थोरै गाँसिएको जस्तो देखिन्छ। यो चाहिँ भल्भ सिट हो। यो थोरै भाग देखिन्छ, थोरै फरक देखिन्छ यहाँनिर। अनि यो भल्भ बस्ने भागलाई सिट भनिन्छ। भल्भ तलमाथि गर्ने भागलाई चाहिँ गाइड भनिन्छ। यो भागलाई यो लट्ठी जस्तै ठ्याक्कै ठडिएको छ यो है। यो भागलाई चाहिँ गाइड भनिन्छ। यसरी यहाँ बस्छ र यहाँ माथि, यो माथि गाडीको एकदम माथि टुप्पोमा चाहिँ के हुन्छ, यो भेल ओइल सिल बसेको हुन्छ। ओइल सिलले चाहिँ अब ओइललाई तल जान दिँदैन। र यो इन्टेक साइड भयो, यो चाहिँ एक्जस्ट साइड भयो। यो चाहिँ यसको डाउन छैन, यो भेल हेड चाहिँ लिक छैन। हामी यही पुरानो हाल्दैन लागिरहेको। यदि यो लिकेज भएको चाहिँ कसरी थाहा पाउने भन्दा, यहाँबाट स्प्रिङहरू लगाएर सफा गरेर लगाउँदा यहाँबाट पेट्रोल हाल्दाखेरि चाहिँ यदि यहाँबाट चुइन्छ भनेदेखि चाहिँ यो लिकेज छ है, यसलाई हामीले चाहिँ भेल ल्यापिङ गर्नुपर्छ। यदि यो धेरै नै डाउन छ, यो चाहिँ अलिक खासै धेरै डाउन छैन हेड है, यो सिट चाहिँ डाउन छैन। यदि डाउन छ भने चाहिँ यो सिट मात्रै फेर्नुपर्ने मिल्छ, चाहिँ लेथमा गरिदिनुहुन्छ। लेथमा गएपछि चाहिँ यो सिटहरू अर्को काटेर अर्को हालिदिनुहुन्छ। यो चाहिँ लेथमा गर्ने काम हो, हामी यत्तिकै नर्मल बाहिर गर्नु मिल्दैन। यदि जाने त गर्नु मिल्यो, तर हामीसँग त काट्नेहरू मेसिनहरू हुँदैन। अनि यो चाहिँ धेरै डाउन भयो भने चाहिँ अझै भित्र छिर्छ। यो सिट चाहिँ डाउन भयो भने भेल अझै भित्र छिर्छ। र यो भाग चाहिँ काटिएको छ भने चाहिँ यो भाग अझै धेरै नै यहाँ काटिएको हुन्छ, भिसेपमा हुँदैन। यो यसलाई फिट गर्ने बेलामा चाहिँ पहिला सुरुमा इन्जिन ओइल लगाउनु पर्यो थोरै यो भागमा। यसलाई यस्तै यदि गाइड ठिक भएको चाहिँ यस्तो आवाज आउँछ। गाइड लुच्छ भने चाहिँ आवाज आउँदैन। यो आवाज चाहिँ कसरी आउँछ भन्दा, यो भागलाई, यो तलको भागलाई यो यहाँ थुन्ने अनि यसलाई चाहिँ भित्र सर्ने अनि तान्दाखेरि चाहिँ आवाज आउँछ। यो यसरी यदि आवाज आउँदैन भने चाहिँ यो लुज हुन्छ है। गाइड लुज छ भने चाहिँ यो आवाज आउँदैन, यसरी आवाज आउँछ यो। अनि यो प्रायः चाहिँ यो इन्टेक भल्भ चाहिँ अलि धेरै काटिएको हुन्छ, किन भन्दा यो इन्टेकबाट चाहिँ एयर फिल्टरबाट धुवाहरू या धुलो चाहिँ धेरै आउँछ र यो इन्टेक भल्भ चाहिँ धेरै डाउन भइसकेको हुन्छ। प्रायः इन्टेक भल्भ काटिन्छ एक्जस्टको सट्टो। र यदि धुलो यहाँ इन्जिनमा यो पिसमा छिर्यो भने पनि छिटो यो लाइनहरू चाहिँ धुलोको कारणले गर्दा खाने हो। एकदम मेन भनेको अहिले यो धुलो उड्ने सिजनमा चाहिँ छिटो समस्या धुलोले गर्दा गर्छ यसमा हो। यो माथि फिट गर्ने बेलामा यसलाई यहाँ तलपट्टि चाहिँ केही कपडाहरू केही राख्नु पर्यो, यो भल्भ चाहिँ डाउन हुन नदिनको लागि। यस्तो यो पातलो यो स्प्रिङ हुन्छ, वासर हुन्छ, प्लेन वासर, यसलाई चाहिँ पहिला राख्नु पर्यो। र अनि यो भन्दै भुलेछु, यो भल्भ पनि यो दुई थरीको लक हुन्छ है। यसको यो लक चाहिँ यहाँको लक दुई थरीको हुन्छ। यो चाहिँ अलिक ठुलो हो, सानोको चाहिँ अझ यो घाट चाहिँ सानो हुन्छ। अनि हामीले खोल्दाखेरि चाहिँ ठुलो हो कि सानो हो, अथवा कि त स्याम्पल लिएर जानु पर्यो है पार्ट्स पसल पाउने ठाउँमा, नभएदेखि सानो घाट कि ठुलो घाट भन्ने हुन्छ। यो चाहिँ याफ र याफे भन्ने हुन्छ। यो चाहिँ याफेवाला हो। यो चाहिँ यो याफेको चाहिँ घाट ठुलो हुन्छ, याफको चाहिँ सानो हुन्छ। यो भल्भ स्प्रिङ
चाहिँ लक क्याप लक लक यो लक चाहिँ सी लक चाहिँ सिम्पल यहाँ यसरी राख्नुस् यसलाई यसरी थोरै एउटा छिर्ने एउटा नछिर्ने भयो भने चाहिँ गाह्रो हुन्छ झन् यसरी यो छिर्छ है छिर्सक्यो यता पनि सेम नै हो तल चाहिँ कपडा राख्नुपर्छ किनभने बल्ब दबाउँदाखेरि बल्ब दबिनु भएन यदि टाइममा अब यो बल्बको लक चाहिँ सानो घाटको पाइएन अथवा ठुलो घाटको पाइएन भने यो बल्ब चाहिँ सानो घाट ठुलो घाटको पाइएन भने यो लक है यो क्याप सहित नै यो लक नै सानो घाट ठुलो घाटको हुन्छ यदि ठुलो घाटको पाइयो हाम्रो यो जुन हो त्यही यो पाइयो अन्त पाइहाल्यो यदि पाइएन भनेदेखि हाम्रो यो लकहरू र यो क्याप फेरिदिएपछि फेरि यो मिल्छ अब थोरै खर्च लाग्छ भन्ने हो कुनै बेला सामान नपाइने पनि हुनसक्छ त्यो बेला चाहिँ यो लक र क्याप सँगै फेरिदिनु भयो भने काम गर्छ यो छिरिसकेपछि यो पनि घुम्छ यो चाहिँ कम्प्लिट भइसक्यो यदि यसलाई चेक गर्न चाहिँ यहाँ पेट्रोल हालेर चेक गर्नुपर्छ यसलाई हामी पहिले चेक गरिसकेको हो त्यही भएर यो ठिक छ यो भागलाई चाहिँ रोक्कराम भनिन्छ अनि एउटा कुरा अर्को कुरा अनि यो हामीले यो इन्जिन स्टार्ट नहुँदाखेरि चाहिँ हामीले यहाँनिर यो टाइपिट कभरको यहाँबाट चाहिँ ओइल हालेर इन्जिन स्टार्ट हुन्छ किन भन्दा यो यदि बल्बहरू काटिएको अथवा यो रिङ पिस्टनहरू खिसकेको छ भनेदेखि हामीले माथिबाट हालेको इन्जिन ओइल चाहिँ यहाँ यसरी यो बसिराखेको हुन्छ यो चाहिँ यहाँबाट छिर्छ यो पाल हुँदै हाम्रो यो इन्टेक भल्भनेर आउँछ अन्त यो इन्टेक भल्भनेरबाट चाहिँ हाम्रो यो इन्जिन ओइल चाहिँ के हुन्छ हाम्रो यो लाइनरमा यो हेडमा आएर बस्छ अनि त्यसपछि चाहिँ त्यो बेलामा थोरै केही लिकेजहरू भएको छ भने त्यो इन्जिन ओइलले चाहिँ त्यहाँनिरको त्यो लिकेजलाई चाहिँ कभर गर्छ र हामीले स्टार्ट गर्दाखेरि चाहिँ सजिलै स्टार्ट हुने हो यहाँबाट हाल्ने यो माथिबाट हालेको ओइल चाहिँ यहाँ हुँदै यसबाट छिर्ने हो यसलाई पनि चेक गर्नुपर्छ कहिलेकाहीँ ब्लक हुनसक्छ अनि यो चाहिँ यत्तिकै खुल्ला छोड्नु हुँदैन यो चाहिँ त नट बोल्ट कुनै न केही लगाउनुपर्छ यहाँनिर यदि यहाँबाट यो लगाइएन भनेदेखि हाम्रो सिधै धुलो चाहिँ सिधै हेडमा जान्छ अनि त्यसपछि छिटै नै बल्ब काटिने अनि रिङ पिस्टनमा छिटै समस्या आउँछ त्यही भएर यसलाई चाहिँ परै जोत्दाखेरि चाहिँ यो चाहिँ यत्तिकै खुल्ला राख्नु हुँदैन यो चाहिँ टाइट गर्नु नै पर्छ यहाँनिर यो लिकेज यो चाहिँ होललाई चाहिँ कभर गर्नु पऱ्यो यसको नट पाउनु छ यसको बोल्ट पाउनु छ भने पाउनु यदि नभएदेखि केही न केही कुरा अब कसै नभए इमर्जेन्सीमा काठै ठोकेर भए पनि योलाई चाहिँ प्लग गर्नुपर्छ यदि यहाँबाट धुलो छिर्यो भने छिटै इन्जिनमा समस्या आइहाल्छ र यो चाहिँ रोक्कर बस्ने भाग भयो यो रोक्कराम भन्ने भयो यहाँनिर चाहिँ यो बेल क्याप बसेको हुन्छ है यसलाई टिकी पनि भनिन्छ यहाँनिर बसेको हुन्छ अब यो चाहिँ एयर फिल्टर यतातिर एयर फिल्टर भयो यता साइलेन्सर भयो है यहाँनिर नोजल बस्छ हाम्रो पुस रड चाहिँ यहाँबाट आउँछ र यो चाहिँ यो यसरी यहाँनिर बस्छ है यो अरूभन्दा नि यो हेडमा चाहिँ साना साना कुराहरू अलिक धेरै हुन्छ अरू मेन समस्या आउने भनेको हेडबाटै सुरु हुने हो र इन्जिनमा त इन्जिन ओइल जब कम हुन्छ अथवा हाम्रो राम्रो क्वालिटीको हुँदैन त्यहाँदेखि त्यो छिटो छिटो खिँदै जान्छ त्यही हो
एकदम बिस्तारै चलाउनु पऱ्यो, एकदम धेरै रेस्ट दिएर चलाउनु भएन। अनि यो इन्जिन बनाइसकेको इन्जिनलाई चाहिँ इन्जिन बनाइसकेपछि चाहिँ यसलाई इन्जिनलाई धेरै लोडमा अथवा एकदम दुई गियरमा होइन छिटो जोतेर मिलो उठाउँछु भन्नेमा चाहिँ नलाग्नु होला। इन्जिन बनाइसकेपछि यसलाई अलिकति केही समय यो इन्जिन सेट हुन दिनुपर्छ। यो पिस्टनहरू चाहिँ कच्चा हुन्छ, पिस्टनहरू चाहिँ एकदम केही समय 8-10 घन्टा जति राम्रो बिस्तारै जोतियो भने अनि फेरि नर्मल जोत्न पाइन्छ। नयाँ इन्जिनलाई नै त्यही हो, सुरुमै ल्याएर 2 गियरमा नहाल्नु होला। इन्जिन बनाउँदाखेरि एकदम सफा गर्नु पऱ्यो, भइहाल्छ। स्टार्ट नहुने त अब स्टार्ट भइहाल्छ। किनभने त्यसको समस्यालाई चाहिँ भेट्टाउनु पऱ्यो आफूले भित्रैबाट खोजेर। कुनै बेला मेन भनेको इन्जिन स्टार्ट नहुनुमा कि चाहिँ हाम्रो कम्प्रेसर डाउन हुन्छ, यो भल्भ रिङ पिस्टनको कारणले गर्दा। अनि कुनै बेला टाइट भयो भने त्यो हुन्छ। र मेन भनेको अर्को फ्युल गएन भने, हाम्रो नोजल पम्पले काम गरेन भने पनि इन्जिन स्टार्ट हुँदैन। र मेन यो कम्प्रेसर डाउन भयो भने इन्जिन स्टार्ट हुँदैन।